सोल्टी बचत तथा ऋण सहकारी संस्थाको 18औं वार्षिक साधारण सभा सम्पन्न। नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित। सोल्टी बचत तथा ऋण सहकारी संस्थाले 18औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले यही मङ्सिर 27 गते शनिबारका दिन वार्षिक साधारण सभा सम्पन्न गरेको हो। एक भव्य समारोह बीच कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव तथा पूर्व निर्वाचन आयुक्त दुलक बहादुर गुरुङले वार्षिक साधारण सभा समुद्घाटन गर्नुभयो। वार्षिक साधारण सभा मार्फत सोल्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि शेयर सदस्यहरूको सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो 18औं प्रजास सभाको यात्रामा हाम्रो संस्था नेपाल सरकारको सहकारी नियम कानुनको दायराभित्र रही अनुशासित ढङ्गले सञ्चालन हुँदै आएको सबैले चाहिँ सर्वविदितै छ। शेयर सदस्यज्यूहरू या निक्षेपकर्ता जीवहरू, बचतकर्ता जीवहरूको सबै चाहिँ हाम्रो सदस्यहरू अहिलेसम्म एकदम खुसी नै देखेको छु। म माथि विश्वास गर्नुभएको छ। हाम्रो शेयर पुँजी 2 करोड 42 लाख रहेको छ अनि फिक्स्डमा चाहिँ 6 करोड 50 लाख जति रहेको छ। सेभिङमा त्यस्तै 5 करोड जति रहेको छ। गर्दाखेरि हाम्रो आमूल उसमा चाहिँ हेर्दाखेरि 13 करोड चान्चुन हाम्रो टोटल बजेट छ। वार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व निर्वाचन आयुक्त दुलक बहादुर गुरुङले संस्थाको गतिविधिको प्रशंसा गर्नुभयो। लगानीमा पनि पुँजी सङ्कलनमा पनि र चाहिँ यसको लगानी अनि असुलीमा पनि असाध्यै राम्रो प्रगति भएको छ। यसर्थ सीताराम भनेज्यूको अध्यक्ष लगायत सबै पदाधिकारीहरूलाई म अर्को चाहिँ धन्यवाद दिन चाहन्छु। हामीले दिएको सल्लाहहरू, नियम कानुनको पालना र शेयर वृद्धि गर्ने कुरोमा दिएको सुझाव, त्यसपछि सङ्कलन, ऋण माने लगानी र उठौती काममा जुन किसिमको चाहिँ उहाँहरूले गरेर नियम कानुनको पालना गर्ने कुरोमा अत्यन्तै राम्रो चाहिँ उहाँहरूले गरिराख्नु भएको छ। तथा अझ चाहिँ के भने अब जुन किसिमको गर्न बाँकी छ आउँदो पदाधिकारीहरूले यसलाई चाहिँ इमान्दारीका साथ, लगनशीलताका साथ होइन कर्तव्य बोध गरेर एउटै कुरो म के भन्न चाहन्छु भने सोल्टी बचत ऋण सहकारी संस्था चाहिँ एउटा चाहिँ मन्दिर हो। संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार धनबहादुर गुरुङले शेयर धनी सदस्य, शुभेच्छुक लगायत सबैको सुझावलाई आत्मसात गरेर निरन्तर अघि बढ्दै आएको सहकारीले जानकारी दिनुभयो। आजसम्म साथीहरूले जुन राम्रोसँग सहकारी सञ्चालन गर्नुभएको छ, सबैले चाहिँ यो संस्थालाई कसरी राम्रोसँग सञ्चालन गर्ने भन्ने विषयमा दत्तचित्त रहनुपर्छ र मलाई लाग्छ हाम्रो सहकारीले चाहिँ राम्रोसँग सञ्चालन गरिरहेको छ। साधारण सभामा धारणा राख्दै सहभागी वक्ताहरूले सहकारी मूल्य मान्यता पालना गर्ने विषयमा सोल्टी सहकारी संस्था लिमिटेड लागिरहेको बताउनुभयो। वार्षिक साधारण सभामा बोल्दै सोल्टी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, कार्यकारी निर्देशक लगायत पदाधिकारीहरूले आफ्ना सदस्य लक्षित सेवामा संस्था सधैँ लागि परिरहने जानकारी दिनुभयो। पदाधिकारीहरूले संस्थाको वित्तीय अवस्था मजबुत रहेको बताउनुभयो। 18औं वार्षिक साधारण सभा मार्फत सोल्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ कार्य समिति चयन गरिएको छ। सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरू तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुभयो। संस्थाका नवनिर्वाचित अध्यक्ष जिताराम घलेले आगामी दिनमा पनि सहकारीले आफ्नो शेयर धनी सदस्यहरूको सुझाव र मार्गनिर्देशनमा आफ्नो यात्रा अघि बढाउने बताउनुभयो।
काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर 2 सानो भ्र्याङमा रहेको सोल्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेड। सहकारी संस्थाले विभिन्न आरोह अवरोह पार गरेर संस्था हालसम्म आइपुगेको बताएको छ। संस्थाले शेयर सदस्य लक्षित सेवामा निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ। हामीलाई चाहिँ यसो चाहिँ भव्यता चाहिँ होइन, यसो बारी बारी पहिरो आगो लागि यस्तो चाहिँ कसैले चाहिँ होइन जोखिम चाहिँ के हुन्छ भने यसो आफूले चाहिँ सहयोग चाहिँ यसो चाहिँ हेरेर बुझेर केही सहयोग चाहिँ गर्दै आएको विगत देखिने चाहिँ हो र भविष्यमा पनि त्यो चाहिँ कायमै राखेको छ। अफिसमा चाहिँ 14 जना हामी स्टाफहरू छौँ। 14 जनाले सेवा दिइरहेको छ। बजार प्रतिनिधिहरूले बजारबाट पैसा उठाउने गरेको छ भने धेरै जसोले चाहिँ आफै आएर पैसा जम्मा गर्ने गरेको छ। शेयर सदस्यहरूको प्रतिक्रिया अत्यन्त राम्रो छ, कुनै दुविधा छैन। मागेको बेलामा उहाँहरूको रकम चाहिँ दिन सक्ने वातावरण छ। कोहीको सरसल्लाह अनुसार सहकारी कानुन अनुसार यो सहकारी नियम कानुनको चाहिँ दायराभित्र रहेर सबैले चाहिँ भरसक चाहिँ यो संस्थाले चाहिँ अगाडि बढाउने, राम्रो चाहिँ बनाउने र यसमा चाहिँ आपत्त चाहिँ सबै के भन्छ सदस्यज्यूहरूलाई शेयर होल्डरहरूलाई खुसी पार्ने र सुरक्षित लगानी गर्ने र यो संस्थाले चाहिँ होइन नबिग्रियोस् नडुबोस् भन्नेतिर ध्यान दिएर अगाडि बढ्ने योजना हाम्रो चाहिँ यो चाहिँ निरन्तरता चाहिँ दिँदै जाने योजना चाहिँ हाम्रो चाहिँ छ। अब शेयर सदस्यहरूलाई तपाईँहरूकै संस्था हो, आउनुहोस्, हेर्नुहोस् अनि बुझ्नुहोस्। अनि सरकारलाई पनि म के भन्छु भने नीति नियम बनाउँदाखेरि राम्ररी बनाइदिनु होला। त्यसरी बनाइदियो भने राम्रो हुन्छ। पुँजी तथा समयको सदुपयोग, सोल्टी सहकारीको प्रयोग भन्ने संस्थाको नारा चाहिँ अघि बढिरहेको छ। सोल्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।